हेलो गाइस, वेलकम बैक टू द चैनल। आज हामी जाँदैछौँ सेतीमा। भनिन्छ आज विष्णु भगवान आफ्नो निद्राबाट उठेर विवाह गर्नुभएको थियो अरे। आज हामी सेतीमा फुल फुल कसरी लगाउँछ तोरण लगाउने हेर्न जाँदैछौँ। अब हजुर हामी सबै जाउँ अनि म प्रार्थना गर्छु कि सेती माताले हजुरको रक्षा गरून्। देखे जस्तै त्यो डोलीहरूमा फुल तारेर लिएर जाँदैछन्। हामीसँग फुल छैन, थोरै कोसेली छ, हामी त्यही तार्छौँ। अब पहिला स्पट अफ गम। प्लिज लाइक, शेयर एन्ड सब्सक्राइब ताकि हाम्रो भिडियो सबैसँग पुगोस्। आज मैले क्राफ्टको पनि एउटा भिडियो हालेको छु, सबैले चेक गर्नु होला। फर्स्ट पेजमा क्राफ्ट हामी सेती पुगिसकेका छौँ। यहाँ पहिलेदेखि धेरै मान्छे छन्। यता हेर्दाखेरि चाहिँ सानो देखिएला, तर उता बाटोमा धेरै मान्छे आउँदछन्। हजुर देख्नुभयो होला, सेतीमा आज फुल तार्न धेरै मान्छे आउँछन्। यता दीप अगरबत्ती बाल्दैछन्, उतातिर चाहिँ मान्छे छन्। उता अर्को साइडमा आजभोलि उताको साइडमा पनि हुन्छ, यताउता यो लाने सप्लायर पनि हुन्छ। हेर्न भयो त हामी सबै इन्जोय गरौँ भ्यूको, जो यता तटमा देख्न सकिन्छ। उता पुलबाट उता छ, पुलमा तोरण पनि लट्काइएको छ। हाम्रो पूजा हुँदैछ त्यहाँतिर। पूजा हुँदै गर्दाखेरि म पनि थिएँ होइन। हामी त्यो मुनि पानीको मुनि त्यतिर गएर पूजा गर्दथ्यौँ। उनीहरूले पनि बालिसकेका थिए अगरबत्ती धुपहरू, हामी पनि बाल्दथ्यौँ। त हेर्नु त कति धेरै मान्छे, त्यही हो हामी जान लागेको। आउनु हामी त्यता जाऊँ र हेरौँ त्यहाँतिर। हेर्नु हामी उता पुग्यो। तोरण हेर्नु त, तोरण यसरी लाँदो रहेछ, एकले अर्कोलाई गर्दै गर्दै तारेर लाँदै रहेछ तोरण। हामीहरू तल तटमा पनि गएका थियौँ होइन। हामीले धेरै कुरा देख्यौँ तटमा चाहिँ, कसरी बगाइदो रहेछ, के गरिदो रहेछ। अनि हजुर पनि कहिले जानुभएको छ भने सेतीमा कतै बगाउन कमेन्ट आई हेभ गड लेख्नु है। त्यो सबै कसैले फोटो खिचाउनु, कसैले त्यो तोरण लगाउँदै हुनुहुन्छ, बाँस लगाइदिएको रहेछ ताकि तोरणले अडियोस् र बाँड्न घुमाउन मिलोस्। त्यस्तो डोलीमा हालेर लान्छन्, त्यस्तो डोली हालेर लान्छन्। यता हेर्नु खाली डोको के भन्छ त्यो छ। हामी चाहिँ तल आइसकेका छौँ। त्यो माथि हेर्नु त पुल, तपाईँहरूले देख्न सक्नुहुन्छ होला, तोरणले सजिएको पुल। यता धेरै कसैले ढुङ्गाका आकृति बनाइरहेका छन् त कसैले डोलीहरूलाई बगाइरहेका छन्। सबैले आफ्नै तरिकाले यता मजा गरिरहेका छन्। कसैको यहाँ यज्ञ छ त के, यता फोटो सेसन चलिरहेको छ। माथि आइसकेका छौँ, त्यसको थोरै माथिमा यस्तो देखिन्छ उता जग्गियो छ यसरी। यताबाट पुल हेर्दाखेरि कति राम्रो देखिन्छ, हजुरले आफै हेरेर बुझ्न सक्नुहुन्छ। हजुरहरू पनि आउनु भएको भए लेखिदिनु होला एस आई हेभ कम कमेन्ट सेक्सनमा। अनि हामी चाहिँ यता आएका थियौँ, हाम्रा अरू रिलेटिभ्सहरू पनि आउनुभएको थियो। हामीले धेरैलाई भेट्यौँ यहाँबाट। सेतीतिर आउँदाखेरि चाहिँ आज हामीले धेरैलाई भेट्यौँ, धेरै इन्ट्रेस्टिङ कुरा देखिन पायो। हजुरले पनि इन्ट्रेस्टिङ कुरा देखिनु भएको लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला अनि सेयर गर्नु होला। सो गाइज, हजुरहरूले कस्तो लागेको थियो गीत? मलाई त धेरै इन्ट्रेस्टिङ लागेको थियो। म यता हेर्दाखेरि चाहिँ थोरै प्रब्लम आइरहेको थियो, त्यही भएर हामीले
आउ तर त्यो सुनाउन पाएन म हजुरलाई, नत्र म हजुरलाई त्यहाँको रमाइलोपन सुनाउँथे। एउटा म क्लिप देखाउन खोज्छु हजुरलाई। सो गाइज, हामीले यता आएर पनि पूजा गरिसकेका छौँ। यता सेतीको ट्याक्क पानी त्यही नजिकै आउँदो रहेछ। ट्याक्क सेतीको नजिकैदेखि त्यो ढुङ्गाको ट्याक्क लेफ्ट साइड हामीले पूजा गऱ्यौँ। हामी त्यहाँबाट लेफ्ट साइडतिर आउँदाखेरि यी सबैजनाले कसैले गोली बगाइरहेको थियो त कसैले अरू काम गरिरहेको थियो। सबै आफ्नो आफ्नो सुटले जोमेट गर्दै कसैले ड्रोन उडाएर थिए। त्यसरी एउटा शैलीको तरह सबैले एकजुट भएर काम गरिरहेका थिए। त्यहाँ एकजुट भएर काम गर्ने एकता हो भन्ने पनि बुझ्न सकिन्थ्यो। यता सबैले मिल्न तोरण हालिरहेका थिए। तोरण हाल्दाखेरि मजा पनि आउँछ, पावर पनि लगाउनु पर्छ। तोरणहरू चाहिँ कुनै कुनै छुट्टै हुन्छन्, कुनै मोटो हुन्छ त कुनै पातलो हुन्छन्। यो अहिले पातलो हो, मैले मोटो तोरण पनि देखेको छु। त्यसमा पुरै बालाले घुमाइ घुमाइ गाँसिएको हुन्छ। त्यस्तो तोरणहरूले देख्नुभएको छ भने यस भन्नुहोस्। अनि यतातिर चाहिँ हामीहरू त्यही यता इन्जोय गर्दै हुन्छौँ। अनि त्यति बेलासम्म चाहिँ यता तोरण हालेको हेर्दाखेरि र आकाशले हेर्दाखेरि चाहिँ पानी पर्ने जस्तो लागिरहेको थियो। तर लक्किली परेर पानी परेको भए इन्जोयमेन्ट त्यस्तो राम्रो हुन्थेन होला। सबैजना माथि भएको मन्दिरतिर कतै जान्थ्यो होला पानीबाट बस्दा। हामी पनि गाडीबाट फेरि फर्किन्थ्यौँ होला। तर लक्किली पानी परेर अनि सबैजनाले इन्जोय गर्न पाए। सो गाइज, मैले यसको एउटा मेन रिजन पनि थाहा पाएँ। यसको काम चाहिँ आफ्नो वर्ग आत्माले शान्ति पाओस् र खोला तर सकोस्। आफ्नो पुर्खाहरूको आत्माले शान्ति पाओस्, सुख पाओस् र स्वर्ग जाओस् भनेर खोला तर पाओस्। आफन्तहरू स्वर्ग जाउन् भनेर यस्ता तोरणहरू बाँधिँदो रहेछन्। सेती एउटा पवित्र नदी हुनेको कारणले त्यो तरले स्वर्ग गइन्छ भन्ने एउटा विश्वास छ। त्यसैले सबैले यता तोरण बाँध्दो रहेछन्। हामीले पनि धेरै तोरण तान्दियौँ गरिदियौँ। सो अब हामी अर्को भिडियो हुन्छ। बाई।